बाबा नै हुनुहुन्न त हाम्रो अङ्कल चाहिँ यहाँ ड्राइभिङ गर्दै हुनुहुन्छ हेर्न मिल्दैन हेलो लस्सी हेलो भन बाबा हेलो हामी चाहिँ डाँडा कालिका जाँदैछौँ म चाहिँ यस्तो भएर अङ्कल एकचोटि हेर्नु त हेलो भन्नु हेलो गाइज हामी चाहिँ डाँडा कालिकाको उकालो उक्लिँदैछौँ होइन गणेश मन्दिर पूजा गरियो एक दर्जन केटीहरू बहन अन्त चौधरीहरू नि कहाँको दाइ आफै त बच्चा होला बाबा नि त हेर्नु न बाबुले सेक्नुभयो क्या तपाईँ शिवु कहाँ जान लाग्यो हामी अनि त चौधरीहरूले भनेको थिए 5 जना अटोमा तान जानेका बाटो हामी चाहिँ बाटोमा गणेशको ल जाने बाटो यस्तो छ छोरी बाबा भएर ल्याउने म यहाँ त्यहाँ चाहिँ उयो बनाइरहेको छु Hello guys. Kanalı da takip olasıca. Koyu pasiko sahibi. Tabii geldiğini. Ama şey var. Yarısı dinler. Doğrasın. Kalbi neler var. Şöyle yürüyor. Yaratı tabii. Ama böyle. Ne var ki? Sohbet ediyor. नातिनी हिँडेर उहाँ पुगिसक्नु भयो हामी त हिँड्न नसकेर यहीँ बस्दाखेरि बिस्तारै जाँदैछौँ हजुर नातिनी भयो त्यहाँ पुगिसक्यो बेबी हिँड्दै पुगिसक्यौँ शिवु के गरेको हो गर्दा खै भन्नु त गर्नु ल शिवुले अब मन्दिर सुरु भयो अनि यहाँ बाउ छोरी हजुरबाबु नातिनी हजुरबाबुको कपाल उखेलेछ नातिनीले आमाले काट्छन् अनि ल्याइदियो हेलो भन शिवु ल बाबालाई यता हेर न गाइज हामी फाइनल्ली हामी यहाँ मन्दिर डाँडा कालिकाको मन्दिर मौला कालिकाको मन्दिर आइपुग्यो ल यस्तो भ्यूज देखिन्छ डाँडा कालिकाबाट यो चाहिँ नारायणघाट बजार ल फाइनल्ली हामी चाहिँ मन्दिरको गेटमा आइपुग्यो मुख्य प्रवेशद्वार तलबाट छिरेर बल्ल मुख्य प्रवेशद्वार होइन अब धेरै छैन अब 2 मिनट मन्दिर पुगिहालिन्छ त्यसो हामी यो चाहिँ मन्दिरको प्रवेशद्वार हो यो जानुपर्छ यो चाहिँ प्रवेशद्वार भयो यहाँ चाहिँ नयाँ मैले टाइममा यहाँ चाहिँ ठ्याक्क मन्दिर पस्ने गेट नेरी चाहिँ बाँदरहरू टन्नै छन् कालो ढेँडो टन्नै छन् हेर्नु ल मन्दिर आइपुग्यो अब यहाँ प्रवेश गर्ने हो अनि बाँदरहरू रमाइलो छ नि बाँदरहरू त्यसरी पानी खाइरहन् मन्दिरको प्रवेशद्वारमा आइयो प्रवेशद्वार आइयो यो गेट अनि सबै मन्कीहरू ल
ल गाइज यहाँ बाबा चाहिँ परेर उडाउनु लाग्नुभयो सिबु यहाँ छिन् ल सिबु यहाँ परेर उडाउनलाई त्यति रमाइलो कता फर्केर उडाउने हो पान है अलि माथि गरेर उडाउनु के गर्नु ल बाबा पनि हेर्नु ल हटा न ल हटा गाइस त्यहाँ चाहिँ बाँदरले आफै पानी खाँदैछ मौलाकालिदामा चाहिँ आफैले पानी खाँदो रहेछ पानी खाँदो रहेछ बाँदरले आफै खोल्दै आफै खाँदो रहेछ हेर्नुहोस् मन्दिरबाट फर्किँदैछौँ ल ए ल बुढाबुढी सपरिवार भएर आएको 4 जना भएर आएको मध्ये 2 जना मात्रै छौँ यहाँ अगाडिबाट हिँडिसक्नु भयो उहाँ पुगिसक्नु भयो हामी यो मन्दिरबाट हिँडियो पुरै रुखैभरि बाँदरै बाँदर ल गाइस हामी चाहिँ यहाँ खाजा खान बसेको थियौँ ल मटका चिया तर यहाँ खाजा चाहिँ खाइसकेपछि प्लेट अहिले खानै हतार भयो यहाँ चाहिँ चिया खान लाग्नु छ के खानुभएको बाबा मटका चिया खाएको यो इन्डियातिर कुल्लर चिया भन्छ लालु यादवले निकालेको यो पहिला सुरु मटको कस्तो हो टेस्ट अब भोक लागेको बेला जस्तो मिठै छ हजुर कता आउनु भएको नि त्यहाँबाट समस्या 2 प्लेट तरकारी अठाइयो के खाएको हजुरले चिट टेबलमा नर के खाएको हजुरले चेरी खाएको कस्तो छ जेरी गुली हो मिठो छ वाउ अलि उता जाऊ न त्यसो न कहाँ गएर आएको नि तिमी हजुर कता गएर आउनु भएको नि हामी झर्दैछौँ है हो र के देख्नु भयो हामी यहाँ माथिबाट झर्न त झर्दै हो ल रमाइलो भएको छ हामी पुल तारेको भन्दै नि है गएर गएर ल के हो
दुईटा नातिनी बजाइरहनु जम्मा 5 रुपियाँ चाहिँ आफ्नो 2 त्यहाँहरु बस्नुपर्छ कता दिने हो दुईटा बस्न भाडा लिनु हामी फर्कियो